Good morning, guys. From Karihate, Depchuli. खै अनुहारमा भुस हजुर उठेकै छैन छिटो छिटो नभए उठ्छु अनि उठेर है त उठेर तपाईँहरूलाई यस्तो मिठो मिठो सिन देखाउँछु नि होइन के भन्ने अनि साथी उठ नि त ल उठाउँ ल गाइस ल है त मेरो साथी उठ्न नमानेको अवस्था उठ्नै मान्दैन नि यार हिमाल साथी ल गाइस तपाईँहरू म बाहिरको एकैचोटि अब चाहिँ बाहिर देखाउँछु है त ल ल गाइस अब बाहिर जाऊँ है त ल बाहिर जाऊँ ल भयो जाम अब होइन फ्रेस लानु पर्यो चिया खाऊँ पानी त एनी टाइम मगाइन्छ है यो गाउँमा यो चाहिँ नवलपरासीको सबैभन्दा अल्को डाँडा यो चाहिँ है नवलपरासीको सबैभन्दा अल्को डाँडा यो तपसरी चाहिँ कस्तो लागिरहेछ त्यहाँदेखि देउचुली हो माथि चढ्न त सकिन्न यत्रो त्यो ठुलो डाँडा बा कहाँ चढ्नु हो अब सिधै अब नास्ता गरेर अनि फर्किदिने हो बाटोमा भेट्छ अब एकैचोटि ल ल बाजे है त गयो ल राम्रोसँग बस्नु म फोन गर्छु है त ल बाजे गयो है त ल ल ल त है ल त ल लेट्स मुभ लगाइज हामी चाहिँ यो चाहिँ देवचुली डाँडा है नवलपरासी जिल्लाको सबैभन्दा अल्को डाँडा त्यहाँबाट यसरी सिडी छ पुरै होइन भरिङ छ जान सकिएन थाक्यो बेसरी अब अर्कोचोटि माथि चाहिँ होइन अब आज जब यहाँबाट फर्किनु लाग्यो त्यहाँ चाहिँ पुरै यस्तो छ होइन दामी छ दामी बबाल भ्यू ओके जाम है त अब लेट्स मुभ गाइस अब हामी चाहिँ अब देवचुलीबाट गैँडाकोट जाँदै है ओइ टु गैँडाकोट ब्याक टु गैँडाकोट त्यत्रो डाँडा जानु छ मास्तिर चढेर चढेर त जाने अनि त्यहाँ उकालो हो त्यसपछि त होइन त्यही हो उकालो त्यो डाँडा हो उकालो बाटो त्यस्तै हो गाइस है and welcome to my vlog. It's me Ritesh Gurung from Nepal, Gainakot. You know? Thopse vlog. New day, new vlog. आज चाहिँ ट्र्याकिङको पनि आउँछ मोटो भ्लग पनि आउँछ दुईटै आउँछ है गाइस आज चाहिँ ऊ हिमाल देखाउनु नि हिमालको ताक हिमाल देखाउँछ उता हिमाल यत्रो देखेकै छैन यहाँबाट त अलिअलि देखियो कि हिमाल यिनीहरू बल्ल त्यहाँ हेरेर केटाहरू भेटिन्छ जस्तो के हेर्दै अहिले बल्ल आँखा केटाहरू हिजो आउनु भनेको हिजो धोकाधोकी केटाहरू लामो कहाँसम्म पुग्नु यहीँबाट फर्केको नि होमस्टेबाट
लगाइस ल राम्रोसँग है त राम्रोसँग रमाइलो गर ल भाइ है त रमाइलो गर ल राम्रोसँग हामी कहाँ हिँड्छ ल भन्नु नि त ल यहाँ खै भनेको थोप्से ब्लगलाई भ्लग सब्सक्राइब गरिदिनु है अनि एकदम लाइक पनि गरिदिनु उसको फेसबुक पेजमा पनि सपोर्ट गरिदिनु एकदम हाम्रो हार्डवर्किङ उस हो है ल थ्याङ्क यू ल ओके ल भेटिदिइराख्यो ल केटा रहेछ राति हिँड्यो रहेछ कि ल अनि साथी कतिको थाक्यो थाके छैन थाकेको त छैन त्यस्तो मौसम कुल छ नि त मौसम होइन यो सिन हेरेरै थकाइ मर्छ कि होइन हिमाल देखाएको नि क्यामेरामा तर हामीले चाहिँ होइन रियलमा यहाँ आएर हेऱ्यो भने चाहिँ राम्रो सिनेरी पिस के पिस देप्चुली है गैँडाको नवलपरासीको सबैभन्दा अल्को डाँडा होइन साथी अल्को डाँडा चाहिँ गाई चाहिँ आउनु मन लाग्छ भने आउनु सक्नुहुन्छ त्यो दलदली चोक भन्छ होइन दलदली चोकबाट भित्र यता माथिपट्टि सिधै आधी ठाउँसम्म बाइक आउँछ आधी बाटो पिच छ आधी बाटो अफरोड अनि बाइक राख्यो त्यसपछि ट्रेकिङ ड्याङ ड्याङ खुट्टाले दौडिने हो त्यसपछि होइन साथी गाह्रो छ नि विश्वास भएको अघि म सँग त आफै केटाहरू भेट्छ हुन्छ कि आज सर यौ म त यी सुन्दै गाई छैन रमाइलो छ पानी ल्याउन बिर्स्यो कि मेन कुरो है अलिक प्याक प्याक भन्छ यार साथी अनि ल हामी होइन त डाँडा कता गयो हातले देखिन्छ क्यामेरामा कता अब खै कुन डाँडा अहिले म देखाउँछु म हिँड नि अगाडि मूल छ भने कि बाटो चाहिँ खतरा हो कि होइन साथी उकालो ओह्रालो निश्चल जस्तो देखिरहेको याद आइदिइरहेको निश्चलको निश्चल साथी होइन तिमी हेर्दैछौ भने होइन तिमीलाई मिस यु जुन यात्रामा पनि मिस हुन्छ जहाँ जाँदा पनि ए हामी जाने त्यो डाँडा हो सिधै त्यो डाँडा यो डाँडा यो उकालो ठाडै त्यसपछि बल्ल फेरि ओह्रालो उकालो गाह्रो छ गाएपछि यता पनि भिर यता चाहिँ अब त्यही दलदलेहरू भयो होइन यता चाहिँ अब कता बुलिङडार के भन्छ सबभन्दा अल्को डाँडा चाहिँ त्यही हो लगाइ घुम्न आउन सक्नुहुन्छ ढुङ्गा अनि सानो घाँस ए हामी त्यहाँबाट यस्तरी यो बाटो कता यो बाटो यस्तरी आएको हामी आम्मा अझै यो पहाड त उकालो ठाडे चढ्नै छ त्यहाँबाट झर्नै छ सिन चाहिँ दामी छ है गाइस अनि यो बाटोहरू चाहिँ उता तनहुँ जाने बाटो के तनहुँ दमलतिर सिधै सर्टकट पुरै फेरि अफरोड है फेरि त्यो चाहिँ लगाइछ बढाउँ अब अगाडि धेरै बसेर हुँदैन लगाएछ अब उकालो बाटो आयो होइन अब गाँड फाट्छ अनि खै मूल भनेको कहाँ हो कुनै खै केटाहरूले तर शीतल छ नि त यहाँ हेर न क्या चिसो फिल हेर न हिँड्ने पनि त्यस्तो गर्मी भएन कि के भयो राजा रमाइलो भयो नि साथी होइन दुईजना मात्रै भयो नि होइन त्यही हो मिसिङ जोयल मिसिङ निश्चल साथी के पानी के माछा आस पानीतिर लगाएर प्याकप्याकै भयो कि हिँड्दा खै काहीँ मूल पाइन्छ कि के भनेको छ
प्याक प्याक भइसक्यो यार चाहिँ आउँदैन आउँथे चिसो आनन्द बसिरहन मन लाग्ने के यो उकालो कटेर बसिने हो खै मूल खोज्दै हिँडेको मूल पानीको मूल हो भने खनेर निकाल्ने हो गाइज लगाइज उकालो अझै सकेको छैन तर स्पोर्ट सुज लगाएर आउनुपर्छ यार कन्भर्सहरू जोर्डेनहरू लगाएर त्यत्रोबाट आयो क्या कति मिनट लाग्यो हामीलाई कति बजी हिँड्यो हामी त्यहाँबाट 10 बजी 10:30 बजी ऊ त्यो सेतो देखेको पुरै हिमाल गाइस पहिला यो उकालो कटौँ न यार आउँदैन कि ढुक्क हुन्छ क्या होइन गाइस हिमाल चाहिँ बबाल देखेछ है अब क्वालिटी कस्तो आएको छ थाहा छैन होइन 81 गरी मर चिसोमा आइदियो नि त बेट्री छ नि त होइन नवलपरासीको अल्को डाँडा बाटो नि कम छ त त्यहाँबाट आएर अझै यो पाहाडभन्दा उता त्यहाँबाट अझै तलबाट आएर यो बाटो यसरी गएर यसरी घुमेर यसरी 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 त्यहाँबाट 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 सरर अनि यसरी माथि बल्ल लगाइस हिँडौँ धेरै नबसौँ धेरै बस्नु झन् थकिरहेको छ अब अगाडि भेटौँ अब एकैचोटि ओह्रालोमा भेट्छ है त कत्रो ढुङ्गा क्या है जङ्गलमा कस्तो घर छ नि त साथी ऊ त्यहाँ एउटा घर मात्रै हो कि सिङ्गल कि कस्तो पिस होला त मान्छेहरू है एकान्तमा देउराली पाका बिरालो चोरी पिसुला माटोमा जन्मेको कहाँबाट आएको हो भाइहरू है पानी छ र ल्याउनु भयो यार पानी लास्टै प्याक प्याक भयो क्या थ्याङ्क यू है भालेसाले ल्याइदिने क्या सही हो हामी गएर गोठ पानी ल्याउँछ बाइक त्यहाँ राखेर ल भाइ है त धन्यवाद है त ल भाइ ल ल भाइ थ्याङ्क यू है त ल रमाइलो गर त्यही हो ल भाले साले बोकेर हो अझ ल भाइ है त ल ल भाइ भाइहरूले धन्न होइन पानी दिएर बल्ल आनन्द भयो होइन डिहाइड्रेट भइसक्यो अहिले बल्ल रिफिल भयो भरियो पुगिन्छ अब त्यो तालसम्म मजाले मजाले पुगिन्छ बाटो त यस्तै हो क्या है अब ओह्रालो हो अब त्यस्तो गाह्रो छैन त्यहाँसम्म चाहिँ बाइक आउँछ यहाँसम्म चाहिँ बाइक आउँछ ल्याउन सक्नेहरूले जो पाइदिएर सक्दैन फेरि यता ढुङ्गामा पल्टिन्छ अनि भिडतिर सिधै फेरि खसेपछि आइया भन्न पाउँदैन त्यही हो हेर्दैन त्यसपछि पल्टिने यो त खासै भिड छैन भिड उतापट्टि छ है अझ भिड त अझ उतातिर कट्यो अझ कति भिड त यो लाइनमा यो सब हिँडेर जानुपर्छ हामी ए त्यो त होइन अहिले पसेन पोखरीबाट जाने बेलामा त कति छ नि त्यो भिरको बाटो त ए उतापट्टि तल यहाँ हेर त अनि यो लगाइसक्यो हामी पुग्ने भनेको ठ्याक्कै त्यही डाँडाको उतापट्टि हो लगाइस बाटो चाहिँ यस्तै हो होइन तल झऱ्यो भने कहाँ हो थाहा छैन ल्याउनेले ल्याउँछ ल्याउनेले ल्याउनु सक्छ डर चाहिँ मजाले आउँछ स्पोर्ट बाइकहरू चाहिँ डुक हो यहाँ रहेछ नि साथी
कुल्नु यहाँ रहेछ नि यहाँ बस्तीमा एकछिन है अनि यहाँ हेर न है मूल फुटेर पानी आएको छुट्टी हुन्छ क्या सक्दो बगेर होइन यताबाट भिड कहाँ हो फेरि होइन ल गाइस है त एकछिनपछि भेट्छु Way to the chili guys, eh? अनि सुरुमा अब तपाईहरुलाई अब एकै दिनमा जान सक्नुहुन्न भने यता त्यहाँ आएर बस्न सक्नुहुन्छ हैन रोड आउन त्यहाँबाट हो सरर जाने त्यहाँबाट सरर बाटो हो त्यहाँ बस्ने भोलिपल्ट हिँडेर आउने भोलिपल्ट चाहिँ टक्क त्यहाँबाट सरर हिँड्दै जाने ओके जी अब एकछिन रेस्ट हान्यो अब हिँड्यो ल गाइस अब हिँड्यो होइन त्यहाँबाट खाएर एकछिन रेस्ट गरेर हिँड्यो जाम धेरै छैन अब हिँड्ने होइन अब 10 मिनट म्याक्सिमम 10 मिनट हो घाँटी सुकेर बोल्ने नि कस्तो यस्तै हुन्छ क्याप्पै समात्यो घाँटी नि चेन्ज हुने बेलामा घाँटी समात्छ कि चिसोमा आयो नि त एक्कासी चिसो के माथि त थप्से ब्लग सब्सक्राइब गरिदिनु होला सबैले लाइक सेयर कमेन्ट होइन पर्पल कलरको ढुङ्गा कस्तो देखियो कस्तो दामी हेर न देखेको नि भिडियोमा तर पुरै पर्पल कलर छ यो चाहिँ लगाइदियो नि त कस्तो खालको ढुङ्गा हो यो आगो लाग्यो र होइन आगो लाग्यो त अर्कै हुँदैन ठाउँ आगे कस्तो ढुङ्गा कस्तो गाइज हामीले हिजो बाइक राखेको ठाउँ पनि आयो होइन बाइक चाहिँ यस्तो आएको छ